नमस्कार र सम्पूर्णमा विशेष एउटा महत्त्वपूर्ण जानकारी लिएर आएको छु। हुन त मैले यस किसिमको जानकारीहरू या स्वास्थ्यसँग सम्बन्धित है धेरैचोटि मैले फेसबुकको माध्यमबाट सबैजनालाई अ, अवेर गराएकै हो। तथापि आजको स्थिति सबैजनालाई विदितै भएको कुरो हो र जुन प्रकारको खानपिन छ हाम्रो, जुन प्रकारको हामीले खानाहरू सेवन गरिरहेको छौँ है, त्यो सबै नै एकदमै स्वास्थ्यका लागि लाभदायक छैनन्। 99% नै हावापानी हावापानी पनि दूषित छन् र पानीको विषयमा भन्नुपर्दा चाहिँ विशेष प्लास्टिकको पाइपलाई चाहिँ सायद गभर्मेन्टले सोर्सबाट प्लास्टिकको पाइपमा आउँछ अनि हामीले हाम्रो घरको छानामा पनि प्लास्टिककै ट्याङ्की राखेको छौँ है र त्यो ट्याङ्कीलाई कहिलेदेखिको हामीले सफा गरेको पनि हुँदैनौँ हतपत अनि कहिलेदेखिको त्यसलाई युज गरिरहेको हुन्छौँ र प्लास्टिकमा चाहिँ माइक्रो प्लास्टिक्स हुनाको कारणले गर्दाखेरि त्यसले चाहिँ हाम्रो ब्लडलाई नै इम्प्योर गरिदिन्छ। स्किनको डिजिज, क्यान्सर, गाइनोको प्रब्लम, आँखाको प्रब्लम, विभिन्न प्रकारको एकदमै प्रब्लमहरू, र्युमेटोइड आर्थराइटिस, माइग्रेन, डिप्रेसन है, यो तपाईँको डायबिटिज, हार्ट प्रब्लम, लङ्सको प्रब्लम, लङ्ससँग रिलेटेड यो आस्थमाको प्रब्लम, लिभरको प्रब्लम आदि इत्यादि थुप्रै थुप्रै बिमारीहरूले हामी ग्रस्त भएर हामीले लाखौँ रुपियाँ खर्च गर्नुपर्ने स्थिति भइरहेको छ र त्यही माथि हामी क्विक रिलिफको लागि एलोपेथिक मेडिसिनमै जान्छौँ। 99.9% नै एलोपेथिक मेडिसिनमा नै डिपेन्ड पर्छ। हो, एलोपेथिक मेडिसिनलाई नराम्रो भन्दिनँ म। एलोपेथिक मेडिसिन पनि एउटा केही हदसम्मको लागि र बेला बेला युज गर्नु इमर्जेन्सीमा चाहिँ हामीले एलोपेथिक मेडिसिन युज गर्नैपर्छ र एलोपेथिक मेडिसिनको सर्जरीलाई चाहिँ म पनि सेल्युट गर्छु र सर्जरी चाहिँ वान अफ दि बेस्ट सक्सेसफुल हो र कस्तो कस्तोहरूको ज्यान पनि बचाएको छ, नराम्रो भन्न मिल्दैन। तथापि म्याक्सिमम् केमिकलाइज्ड जुन चाहिँ मेडिसिन्सहरूले पनि हाम्रो भित्र भएको जुन चाहिँ टक्जिन्सहरूलाई पनि त्यसले एकुमुलेट गरिदिन्छ, जम्मा गरिदिन्छ साधारण भाषामा भन्नुपर्दा। र त्यो जम्मा भएको टक्जिनलाई चाहिँ बाहिर निकाल्ने चाहिँ कुनै एउटा सिस्टम छैन। हुन त प्रकृतिले, परमपिता परमात्माले हाम्रो शरीरलाई यस्तो संरचना गरिदिनु भएको छ कि टक्जिनलाई बाहिर निकाल्ने प्राकृतिक एउटा सिस्टम पनि छ हाम्रो बडीमा है, ह्युमन बडीमा। त्यो चाहिँ के हो भन्दा चाहिँ ज्वरो आउँछ, त्यो पनि एउटा टक्जिन निकाल्ने प्रक्रिया नै हो, टक्जिनलाई बाहिर निकाल्ने प्रक्रिया हो। रुगामार्की लाग्छ, खोकी लाग्छ है, त्यो पनि टक्जिनलाई बाहिर निकाल्ने भन्ने हो। अनि घाउहरू हुन्छ, घाउ खटिराहरू हुन्छ है, जुका पर्छ पेटमा, कफ जामिन्छ है, कफ निक्लिने, झाडो पखालो हुन्छ, चिलाउने लुते खटेरा हुन्छ, त्यो आदि इत्यादि विभिन्न प्रकारको सिस्टम चाहिँ त्यो चाहिँ प्रकृति परमपिता परमात्माले बनाइदिनु भएको सिस्टम हो। त्यो सिस्टमको माध्यमबाट चाहिँ हामीले टक्जिनलाई बाहिर निकाल्न सक्छौँ। एज ए वेलनेस कोच म भन्नैपर्छ हजुरहरूलाई र यो कुरोलाई चाहिँ हामीले याद गर्नुपर्ने विषय हुन्छ र यो कुरोलाई याद गर्ने अर्को खानपिनमा एकदमै बाहिरको चिजहरू चाहिँ नखाएकै राम्रो हो, किनभने बाहिरको खानाहरू हाइजेनिक हुँदैन। अनहाइजेनिक खाना खाएकोले गर्दा पनि हामी बिमार हुन्छौँ, बिसन्चो हुन्छौँ र विभिन्न प्रकारका चिजहरू हामीले खाइरहेको छौँ। पाकेटमा बन्द भएको चिज खाइरहेको छौँ, कहिलेदेखिको त्यहाँ पाकेटमा राखेको छ टोस्टहरू खाइरहेको छ, टोस्ट रोटीहरू, त्यो त एकदमै हार्मफुल हो है। त्यस्तो चिजहरू खाइरहेको छ, फेरि घरमा ल्याएर पनि त्यसलाई स्टोर गर्छौँ, ल्याएर फेरि हामी फ्रिजमा हाल्छौँ। सब्जीहरूलाई पनि अर्ग्यानिक सब्जीलाई पनि फ्रिजमा हालेर त्यसलाई किन अनअर्ग्यानिक बनाइहाल्छौँ। फ्रिजमा राखेको चिज चाहिँ एक दिनदेखि ज्यादा राख्यो भने चाहिँ त्यो चाहिँ पोइजनमा कन्भर्ट हुन्छ र त्यस प्रकारको चिजहरू खाइरहेको छौँ। पानीमा मिनरल्स छैन, भाइटामिन्सहरू छैन है, शरीरलाई चाहिने तत्त्वहरू छैन, जिङ्क छैन, सल्फाइड छैन, फोस्फरस छैन, पोटास छैन होइन, आइरन छैन। यस प्रकारको जिनिस, यस प्रकारको तत्त्वहरू चाहिँ शरीरमा नपाउँदा चाहिँ हामी डिफिसियन्सी हुन्छ यो तत्त्वको। त्यही कारणले गर्दा चाहिँ हामी डिसब्यालेन्स भएर चाहिँ हामी के हुन्छौँ, रोगी बन्छौँ है। भने यही कारणले गर्दा चाहिँ हामीलाई विभिन्न प्रकारको रोगले ग्रसित भएर चाहिँ आज हामी
इम्युन सिस्टम हाम्रो कमजोर हुन्छ, हाम्रो मेटाबोलिजम एकदम कमजोर हुन्छ। त्यो कुरोले गर्दा चाहिँ हामी हस्पिटल, नर्सिङ होम धैर्याउनु पर्ने स्थिति हुन्छ। लाखौँ लाखौँ खर्च हुन्छ, तर पनि हामी निको हुँदैनौँ। खालि प्रिभेन्सन मात्रै हो, प्रिभेन्टिभ मात्रै हो एलोपेथिक मेडिसिन चाहिँ, क्योर चाहिँ हुँदैन। आज लिभरको कुरा गर्नुपर्दा वर्ल्डमा घुम्नुहोस्, एलोपेथिक मेडिसिनमा कहीँ पनि लिभरको पर्मानेन्ट सोल्युसन छैन, किडनीको पर्मानेन्ट सोल्युसन छैन, सुगरको पर्मानेन्ट सोल्युसन छैन। तर यो सम्पूर्ण कुराहरू चाहिँ हामीले आयुर्वेदबाट पाउँछौँ। र डक्टर नेचर वेलनेस वृत्तिका हर्बोटेक प्राइभेट लिमिटेड र डक्टर नेचर वेलनेस चाहिँ हाम्रो डाइरेक्ट सेलिङको नाम आज चर्चित भएको छ विश्वमा, धेरै धेरै अवार्डहरू पाइसकेको छ। र हाम्रो एमडी डाक्टर तारा प्रकाश तिवारी स्वयं नै एग्रिकल्चर साइन्टिस्ट हुनुहुन्छ र उहाँ आयुर्वेद मेडिसिनको पिएचडी डक्टर पनि हुनुहुन्छ, गोल्ड मेडलिस्ट पनि हुनुहुन्छ। उहाँ स्वयंले नै खटेर हाम्रो राजीव दीक्षित भाइजीको एउटा सुझावमा चाहिँ उहाँले यो कम्पनी स्टार्ट गर्नुभएको 2007मा, र आएर 2021मा चाहिँ यसलाई डाइरेक्ट सेलिङ पनि बनाउनु भयो एउटा युनिट। त्यो डाइरेक्ट सेलिङको माध्यमबाट आज हामी घर घरमा प्रवेश गर्ने कुरो गर्छ। तर म्याक्सिमम् मान्छेलाई यस विषयमा जानकारी छैन र हामी हेल्थ अवेरनेस गराउँछौँ। हामी वेलनेस कोचहरू छन्, यहाँ सिनियर वेलनेस कोचहरू हुनुहुन्छ, 9जना अनलाइन डक्टर हुनुहुन्छ। ती सम्पूर्ण व्यक्तिहरूको माध्यमबाट चाहिँ हामीले सबैजनालाई अवेरनेस गर्ने मौका पाइरहेछौँ। तर कतिजना मान्छेहरू अवेर छैन, खालि एलोपेथीको मात्रै बुझ्छ। यस्तो कुरो भन्न चाहन्छु र नेक्स्ट फेरि म तपाईँलाई भन्दै लानेछु है त। नमस्ते।